मान्छेको मृत्यु उनको जस्तो चाहिँ नहोस्, उनको लास बुझ्नको लागि आफ्नो परिवारले पनि इन्कार गरेको थियो। मेरो छोरी हो, मेरो चेली हो, हाम्रो मान्छे भनेर उनलाई उनको लास बुझ्नको लागि परिवारले पनि अगाडि आएन। कुकुर मराइ भयो, सोचौँ न होइन, कुकुर मराइ भयो उनको जीवन। र सोसियल मिडियामा हामी जे देख्छौँ त्यो नै संसार हो भन्ने हामीले कल्पना गर्छौँ र विश्वास पनि त्यही गर्छौँ, र जे देखिन्छ त्यो नै सत्य हो भनेर हामीले मानिरहेको हुन्छ। अनि तपाईँलाई पनि सोसियल मिडियामा भाइरल हुनु मन लागेको छ र धेरैजना मान्छेले तपाईँलाई पछ्याउनु, फलो गरून्, तपाईँको फलोवर्स बढोस्, सब्सक्राइबर बढोस्, तपाईँको लाइक्सहरू आओस् होइन, तपाईँको चाहिँ एकदमै भिडियोजहरू, फोटोहरू, टिकटकहरू, इन्स्टामा तपाईँले हालेको रिल्सहरू, फेसबुकमा हालेका रिल्सहरू चाहिँ भाइरल भइदिउन् र सबैले तपाईँलाई चिनुन् र तपाईँको लाइफ चाहिँ एकदमै स्ट्यान्डर्ड देखियोस्, बनोस् र त्यसैबाट नै तपाईँको लाइफ चाहिँ स्टाब्लिस होस्। सोसियल मिडियाबाटै तपाईँ एउटा सोसियल मिडिया इन्फ्लुएन्सर बनोस् जस्तो लाग्छ भने तपाईँको त्यो चाहना छ, हुन्छ, किन अहिलेको समय नै त्यस्तै हो। तर यस्तै खालको एउटा घटना म तपाईँलाई भन्न चाहन्छु। र जे कुरो सोसियल मिडियाको संसारमा देखिन्छ सत्य त्यो नै हुँदैन, सत्य त्योभन्दा फरक पनि हुनसक्छ। यो फोटोमा देखाएको एउटा महिलाको फोटो छ। यिनी टिनेजदेखि एबभका र 30 इयर्सदेखि मुनिको होइन, 30 वर्षदेखि मुनिको महिला हो। यिनको नाम चाहिँ राखी भन्ने यिनको नाम हो। र यिनको लाइफ कस्तो थियो भन्दाखेरि तपाईँले फोटोमा पनि मैले देखाइदिएको छु। उनको साइडमा होइन एउटा पिस्तोल भिरेकी छिन्, उनीसँग चाहिँ एउटा पिस्तोल पनि छ। उनको ड्रेसअप जुन छ एउटा ठुलो घरानाको मान्छे जस्तो होइन, छोरी जस्तो उनको लाइफ स्टाइल पनि छ। र उनले सोसियल मिडियामा होइन, इन्स्टाग्राममा पनि उनको 11-12 हजार फलोवर्स पनि भएको, एकदमै राम्री पनि छन् होइन, रूपमा पनि राम्रो, जिउ ज्यान पनि परेको, सबैले हेर्दाखेरि आहा भन्ने चाहिँ मान्छे ऊ, र उसको भिडियो हेर्दाखेरि पनि त्यो आहा भन्ने खालकै छ होइन। त्यस पछाडि यिनको लाइफ चाहिँ यस्तो थियो कि उनी हरेक समय नयाँ ठाउँहरूमा उनले घुमेर चाहिँ त्यो एक्सप्लोर गरिरहेको हुने होइन, त्यसको एउटा मजा लिइरहेको, एकदमै आनन्द लाइफ जिइरहेको छ। हिँड्दा सरर पर्सनल कारमा हिँडेको छ होइन। खाँदाखेरि हरेक दिन जसो नयाँ 5 स्टार होटलहरूमा उनले रिजोर्टहरूमा गएर चाहिँ खाएकी छिन्। उनमा कुनै पनि त्यस्तो कमी छैन। लगाएका लुगाहरू सबै ब्रान्डेड छ र उनको उडबस पनि ठुला नेताहरूदेखि लिएर एउटा सेलिब्रिटीहरूसँग पनि उनको उडबस भएको मान्छे। र उनलाई सोसियल मिडियामा हेर्नेहरूले उनको जस्तो लाइफ मेरो भइदिएको भए भनेर सोच्नु बाध्य बनाउने एउटा होइन लग्जरियस लाइफ जिइरहेको महिला हुन्छन् यिनी चाहिँ। तर संयोग कस्तो हुन्छ भने यिनको चाहिँ त्यो लाइफस्टाइल चाहिँ एकदमै राम्रो, सबैले फलो गरिदिने, पछ्याइदिने राम्रो भएको। अझै एउटा मिडियाको क्षेत्रमा अझै होइन, सोसियल मिडियामा त उनले झन् देखाउने क्या, अहिले देखाउने परिपाटी छ नि त, सबैलाई देखाइदिने क्या, म यस्तो खान्छु, यस्तो लाउँछु, यस्तो ठाउँमा जान्छु, यस्तो राम्रो मान्छे हो भन्ने, मेरो रूप यस्तो छ, म पर्सनल्ली यस्तो खालको छु भनेर आफ्नो पर्सनालिटी देखाउने खालको एउटा मान्छेलाई चमक धमक देखाउने एउटा सोसियल मिडियाको रङ्गमञ्चमा रमाएर चाहिँ लाइफ चाहिँ साँच्चै नै खुसी छ भन्ने खालको देखाउने त्यो समय छ। तपाईँले पनि त्यस्तै गरिराख्नु भएको हुन्छ, ठाउँमा जानुहुन्छ, नयाँ चिजहरू देख्नुहुन्छ, खानुहुन्छ, घुम्नुहुन्छ, सबै कुरा तपाईँले सोसियल मिडियामा चाहिँ एक्सप्लोर गरिराख्नु भएको हुन्छ होइन। ती सबै कुराहरू ठिक छन्, तपाईँलाई इच्छा लाग्छन् ती कुराहरू, तर सोसियल मिडियाको एउटा त्यो एकछिनको भ्रामक दुनियाँबाट तपाईँको बेला मौकामा निक्लिनुपर्छ, उनको लाइफबाट त्यो कुरो सिक्नुपर्छ। यिनी पनि त्यस्तै थिए, तर यिनी चाहिँ कस्तो खालको महिला थिइन् भन्दा चाहिँ अब रूपमा पनि राम्रो छ, लवाई खवाई पनि राम्रो छ, साथमा एउटा पिस्तोल बोकेको छ सेल्फ डिफेन्सको लागि, हिँड्दाखेरि राम्रो कारमा हिँडेको छिन्, मजाको राम्रा मान्छे, ठुला मान्छे, समाजका मान्यगण्यहरूसँग उनको उठबस छ, लाइफ त्यसरी चलिराखेको थियो। तर एक दिन यस्तो समय आउँछ, एकजना मान्छे विक्रान्त भन्ने मान्छेको चाहिँ हत्या भएको एउटा डेथ बडी भेट्छ क्या। अनि त्यो भेट्दै जाँदा खोज्दै जाँदाखेरि चाहिँ अब त्यो डेथ बडी चाहिँ कसको भन्ने कुरै थाहा हुँदैन, किनभने उसको अनुहारमा चाहिँ ढुङ्गाले खिचिएर अनुहारै चिन्न नसकिने भएको हुन्छ। अनि समय यस्तो आउँछ, अब त्यो एउटा घटनासँग ट्विस्ट यस्तो भइदिन्छ कि यिनको हात कसरी हुन्छ भन्ने कुरा प्रहरीले यिनीमाथि शङ्का गर्छ, किनभने उनको हत्या भइसके पछाडि त्यस पछाडि प्रहरीमा उजुरी भएको हुन्छ, तर उनको निधन कसले गर्यो अथवा हत्या कसले गर्यो, किन गर्यो भन्ने कुरा त्यो टुङ्गो लागेको हुँदैन। तर संयोग यस्तो भइदिन्छ कि उनको यो राखीको पनि केही समयपछि, केही महिना पछाडि चाहिँ हत्या हुन्छ क्या। सोसियल मिडियामा यस्तो राम्रो मान्छे होइन, एउटा फ्यान फलोवर्स भएको मान्छे, लग्जरियस लाइफ जिएको मान्छे, साथमा एउटा पिस्तोल पनि बोकेर हिँड्ने मान्छे, सेल्फ डिफेन्सको लागि एकदमै राम्रा ठुला नेताहरूसँग उनको उठबस भएको मान्छे, पैसाले पनि अपुग नभएको जस्तो मान्छे, त्यस्तो मान्छे
अचानक यिनको पनि डेथ हुन्छ। उनको डेथ चाहिँ उनको बस्ने सिटीभन्दा 800 किलोमिटर टाढा लगेर चाहिँ यिनको शव चाहिँ फालिएको हुन्छ र उनको घाँटी रेटिएको हुन्छ। त्यस पछाडि उनको छातीमा चाहिँ चक्कुले रोपेको हुन्छ क्या। अनि कसले मार्यो भनेपछि यस पछाडि उनको लास प्रहरीले भेटेपछि सूक्ष्म ढङ्गबाट अनुसन्धान हुन्छ र अनुसन्धान गर्दै गर्दा यस्तो कुरा सत्य कुरा बाहिर आउँछ। यो चाहिँ 2026कै घटना है, अप्रिलको घटना। अनि बाहिर आउँदा चाहिँ कस्तो भइदिन्छ भन्नुहुन्छ भने उनको पेसा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ उनी चाहिँ ठुला त्यस्ता नेताहरू होइन, अलिकति समाजमा मान्ने गर्ने भएको मान्छेहरूसँग रिलेसनसिपमा बस्ने अनि बसिसके पछाडि एउटा फिजिकल पनि हुने, त्यस पछाडि उनीहरूलाई ब्ल्याकमेलिङ गर्ने र उनीहरूबाट पैसा धन सम्पत्ति लुट्ने र आफ्नो जिन्दगी यसले बाँच्ने यिनको धन्दै त्यो हुँदो रहेछ क्या। अनि विक्रान्त भन्ने मान्छे पनि यिनीसँग चाहिँ लभ परेको हुँदो रहेछ, अफेयरमा हुँदो रहेछ। अनि विक्रान्त मरिसके पछाडि उनको श्रीमतीले पुलिसलाई एफआइआर गर्दाखेरि चाहिँ मेरो श्रीमानको एउटा राखी भन्नेसँग चाहिँ यसो सम्बन्ध पनि थियो भन्ने खालको त्यहाँ खुलाएको हुँदो रहेछ। अनि यिनको धन्दा नै त्यो किन विक्रान्तलाई मारेछ भन्दा चाहिँ एउटा कपिल भन्ने मान्छे र सुधारस भन्ने मान्छे चाहिँ यिनको त्यो बेलाको सङ्गी साथी रहेछ होइन। त्यही भएर साथी पनि गतिलो चाहिन्छ भन्ने कुरा। अब त्यो साथीले चाहिँ साथी सुधारस भन्नेसँग चाहिँ यिनको लभ परेको रहेछ। अनि उनीसँग चाहिँ उनले अब जीवन बिताउने, तर त्यसका पछाडि विक्रान्त भन्ने मान्छेकोसँग चाहिँ यिनले सम्पत्ति लुट्ने र उनको विवाद चाहिँ जहिले पनि विक्रान्तसँग नै फेरि लभ परेको, प्लानिङमै क्या सबै कुरा भएको, आफ्नो बोयफ्रेन्डसँग पनि प्लानिङमा भएको। अनि त्यो विक्रान्तले चाहिँ उनको नाममा भएको जग्गा चाहिँ मेरो नाममा गरिदिए भनेर उनले केही विक्रान्तको नामको जग्गा चाहिँ मागेको रहेछ। अनि विक्रान्तले त्यो दिएन। नदिइसके पछाडि एकपटक हुँदैन, दुईपटक होइन, उसले पटकसँग झगडा गर्ने होइन, धम्की दिने, फिजिकली रूपमा वार पनि गर्ने। तर अन्तिम समयमा पनि उनले चाहिँ बोलाएर उनीहरूको मिलेमतोमा बोलाएर आफ्नै बोयफ्रेन्डको मिलेमतोमा बोलाएर अनि त्यो जग्गा फेरि पनि मेरो नाममा गरिदियो भने अन्तिम पटक सोद्धाखेरि पनि उनीहरूले नगरिसके पछाडि यिनले चाहिँ आफ्नो जुन पेस्तोल छ नि उनको यो फोटोमा, यही पेस्तोलले चाहिँ डङ्काडङ्ग गोली हानेर चाहिँ विक्रान्तलाई मारेर अनि बोयफ्रेन्डसँगै मिलेर उनको अनुहार किच्याएर चाहिँ फालेको हुँदो रहेछ। अनि त्यस विषयमा विक्रान्त मरिसके पछाडि एउटा पुलिसको एफआइआरको आधारमा चाहिँ पुलिसले चाहिँ राखीलाई पनि इन्भेस्टिगेसनको लागि बोलाएको हुँदो रहेछ। अनि त्यो इन्भेस्टिगेसनको लागि बोलाउँदाखेरि त्यो चाहिँ सुधारसले थाहा पाउँदो रहेछ। अब मारेको दुईजनाले अब राखी चाहिँ गएर चाहिँ पुलिस प्रशासनलाई बयान दिनु परेको छ। यदि भोलिको दिनमा चाहिँ राखीलाई पुलिसले फेरि पनि पक्राउ गर्यो र उनलाई चाहिँ हिरासतमा राखेर चाहिँ सोधपुछ गऱ्यो भनेदेखि त त्यसमा मेरो पनि नाम आउँछ भन्ने कुरा चाहिँ यो सुधारस भन्ने मान्छे उसको बोयफ्रेन्डलाई पनि हुँदो रहेछ। त्यस पछाडि उनले एउटा प्लानिङ गर्दो रहेछ कि आफ्नो साथी कपिललाई पनि बोलाएर ल आज चाहिँ हामी पार्टी गर्ने भनेर चाहिँ बोलाएर चाहिँ उनले एउटा फार्म हाउसमा बोलाउँदो रहेछ। अनि त्यहाँनिर चाहिँ राखी पनि अब आएको, उसले बोयफ्रेन्डले बोलाएको, साथीले बोलाएको, किन नआउने आएको हुँदो रहेछ। उनीहरूको प्लान चाहिँ के रहेछ भने विक्रान्तलाई मारिसके पछाडि नमारिकन चाहिँ अब विक्रान्तले पछि पनि नछोड्ने भयो। त्यस पछाडि उनको सम्पत्ति पनि अब आफ्नो पार्नुपर्नेछ। अनि विक्रान्त चाहिँ आफ्नो बाटोबाट हट्यो भनेदेखि चाहिँ तिमीहरूमा राम्रो लाइफ जिउन सक्छौ भनेर चाहिँ उसले सल्लाह गरेको रहेछ। तर उसको बोयफ्रेन्डको दिमागमा चाहिँ त्यो डर, अब त्यो हत्या त गरिसक्यो होइन, अब आफू पनि पर्छु भन्ने हिसाबले बस्नको लागि उनले रक्सी पिएछन् होइन, पार्टी गरेछन्। त्यस पछाडि राखीलाई चाहिँ त्यति बेलै पार्टी गरेर अब के गर्यो त्यस पछाडि उनले राखीसँग फिजिकल हुनेदेखि सबै कुरा गरेर चाहिँ अनि त्यो रेटेर राति नै मारेर चाहिँ यिनी दुईजना मिलेर चाहिँ 800 किलोमिटर टाढा लगेर लास फालेको हुँदो रहेछ। त्यो चाहिँ पछि पत्ता लाग्छ र सुधारस र कपिललाई चाहिँ पछि उनको साथी र बोयफ्रेन्डलाई पनि प्रहरीले पक्रेर अहिले ती उनीहरूको विषयमा चाहिँ मुद्दा चलेर पनि उनीहरू अहिले जेल चलान भइसकेको अवस्थामा छ। यहाँ मैले भन्नु खोजेको के भने सोसल मिडियाको त्यो जुन खालको एउटा चमकती दुनियाँ हुन्छ नि, जुन खालको एउटा चम्किएको दुनियाँ हुन्छ, अनि त्यसको एउटा रस सबैलाई हुन्छ। हरेक मान्छेलाई म भाइरल हौँ, मेरो फोटो भिडियोमा लाइक आओस् भन्ने कुरा सबैलाई हुन्छ, त्यो लोभ लालच सबैलाई हुन्छ। तर अनि जो व्यक्तिलाई तपाईँले फलो गरिराख्नु भएको हुन्छ, उसलाई फलो गर्नुहुन्छ, ऊ जस्तै म हुनु पाएँ भन्ने खालको तपाईँलाई त्यो फलो गरिराख्नु भएको हुन्छ, त्यो एउटा चाहत हुन्छ, उसको लाइफ पनि त्यो सोसल मिडियामा देखेको भन्दा फरक हुनसक्छ। त्यस कारणले गर्दाखेरि हरेक मान्छेले जे देखिन्छ त्यो सत्य हुँदैन र यस्तो सोसल मिडियाको भ्रामक दुनियाँबाट निस्केर तपाईँले जे कुरा गर्नुहुन्छ तपाईँको प्राइभेसीको कुराहरूलाई तपाईँले मेन्टेन गर्नुभयो र तपाईँको इन्टेन्ट चाहिँ सही भए तापनि तपाईँको सङ्गत गलत मान्छेसँग छ भने अन्तिममा त्यसको परिणाम पनि गलत निक्लिन्छ। त्यही भएर सङ्गत पनि सही गर्नुपर्छ र कस्तो मान्छेसँग म सङ्गत गर्दैछु भन्ने कुरा पनि थाहा पाउनुपर्छ। त्यो चेत राखेर तपाईँले सङ्गत गर्नुभयो, सोसल मिडिया चलाउनु भयो भने र आफ्नो सुरक्षा आफैले गर्नु पऱ्यो।
कुनै पेस्तोल बोकेर आफ्नो सुरक्षा हुँदैन, तर तपाईँको चेतनाबाटै तपाईँले सुरक्षित आफूलाई राख्नुभयो भने चाहिँ तपाईँ सुरक्षित हुनुहुन्छ। र यस्ता घटनाहरूबाट चाहिँ तपाईँले सोसल मिडिया नचलाउनुहोस् भन्न खोजेको होइन मैले, तर यस्ता घटनाहरूबाट पाठ सिक्नुपर्छ र तपाईँको वरिपरि कस्ता मान्छेसँग तपाईँ हिँड्नु भएको छ, तपाईँको सङ्गत कस्तो छ, कस्तो मान्छेलाई फलो गरिरहनु भएको छ, अनि जुन कुरा तपाईँले देखेर मर्यादै गर्नुभएको छ ऊ जस्तै हुने, अहिले त होइन आइफोन चाहियो, यो चाहियो, त्यो चाहियो भन्ने जो अहिले त हरेक टिनेजको मान्छेलाई त्यो छ नि त, त्यो चाहना छ भने सोसल मिडियामा भाइरल हुने चाहना अथवा ब्लगर बन्ने चाहना, विभिन्न खालको तपाईँको चाहनाहरू छन् भने ती चाहनालाई पनि तपाईँले आत्मसमीक्षा गर्दै एनालाइसिस पनि गर्नुपर्छ र तपाईँको चेतनाले विवेकले भ्याएसम्म बुद्धि पुर्याएर तपाईँले काम गर्नुभयो भने जीवन सुरक्षित रहन सक्छ है। जीवन एकैपटक पाइन्छ, त्यही भएर एकपटक पाउँदाखेरि त्यो सुरक्षित ढङ्गबाट जिउनु पनि पर्यो र सही र गलत कुरा छुट्याएर आफ्नो बाटो चाहिँ सही हिँड्नु पर्यो। कुनै पनि गलत बाटोमा जानु भएन, आफ्नो इच्छा पुरा गर्नलाई कुनै पनि हदमा गिर्नु भएन। यो खालको स्थिति चाहिँ राखीको जीवनबाट सिक्नुपर्छ। यो घटना भर्खरै 2026 अप्रिलमा भएको घटना हो। यो तपाईँलाई एउटा शिक्षा स्वरूप होइन, एउटा पाठ सिक्नुपर्छ भन्ने कुरो, जे कुरो देखिन्छ सोसल मिडियामा त्यही कुरो अस्ति दुनियाँ हुँदैन, त्योभन्दा फरक दुनियाँ हुनसक्छ। र त्यही भएर तपाईँले जे तपाईँसँग छ त्यसमा तपाईँले सन्तुष्ट हुन चाहिँ सिक्नुपर्छ।